केटी फकाउनु पनि जान्नुपर्छ है केटा। फकाएर पनि भएन भने लतार्ने हो। त्यो रोदीमा चाहिँ टल्ल परेर नबस्नु नि। कति दिनसम्म चोखो राणा भएर बस्छ केटा। आउँदाखेरि बुहारी लिएर आऊ। यसो म पनि यहाँ छिप्पेको भाले तयार गरेर। रुखमा झुन्ड्या भए पो छटारोले हानेर ल्याउनु त गाथे। एक घरमा भन्छन् चाहियो नि बुहारी यो जोबान भयो भन्दाखेरि आज